पत्रकार महासंघले चाहिँ यो सरकारले निजी क्षेत्रका सञ्चार माध्यमहरूलाई सरकारी विज्ञापन नदिने भन्ने जुन निर्णय गरेको थियो यसको विरोधमा पत्रकार महासंघको राष्ट्रिय कार्यक्रम अन्तर्गत त्यसैभरका प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाइएको छ र यो निर्णय चाहिँ कानुन सम्मत पनि छैन भन्ने हाम्रो ठहर र सरकारी सञ्चार माध्यमलाई मात्रै यो सरकारी विज्ञापन दिने निजी क्षेत्रलाई नदिने भन्दै गर्दाखेरि यसले प्रेस स्वतन्त्रता सङ्कुचन गर्ने चाहिँ तपाईँको काम त गर्छ नै सँगसँगै नेपालका प्रचलित संविधानका केही व्यवस्थादेखि लिएर प्रचलित कानुनहरूको पनि उल्लङ्घन गर्छ। अब हामीले बुदागत रूपै भन्यो नेपाल सङ्घको संविधानको धारा 17, 18, 19लाई पनि के अरे यो निर्णयले चाहिँ भायोलेन्स गरेको छ होइन, त्यसलाई पनि के अरे उल्लङ्घन गरेको भन्न सकिन्छ। त्यस्तै विज्ञापन नियमन गर्ने ऐन 2076 छ, त्यो 76ले गरेको व्यवस्थालाई पनि यो निर्णयले चाहिँ तपाईँको उल्लङ्घन गरेको भन्न सकिन्छ। त्यसै आम सञ्चार नीति जसले आम सञ्चार क्षेत्रको प्रवर्धनका लागि चाहिँ एउटा दृष्टिकोण जुन राखेको थियो, जुन एउटा उसको उद्देश्य थियो आम सञ्चारको व्यवस्थापन गर्ने सन्दर्भमा यसरी गर्न सकिन्छ भन्ने त्यसलाई समेत उल्लङ्घन गरेर देखिन्छ। त्यस्तै गरी प्रतिस्पर्धा प्रवर्धन तथा बजार संरक्षण ऐन 2063 छ, यो ऐनका व्यवस्थाहरू जसले चाहिँ खुला प्रतिस्पर्धात्मक बजारको परिकल्पना गर्छ त्यसलाई पनि उल्लङ्घन गरेको छ भने सूचनाको हक सम्बन्धी ऐन 2064 जुन छ नागरिकले सूचना पाउनुपर्ने अधिकार छ त्यो हकमा चाहिँ सजिलरी सहज रूपमा आफूले आफ्नो पहुँच भएको सञ्चार माध्यमबाट सबै सूचना पाउनुपर्ने भन्ने चाहिँ तपाईँको नागरिकको हक व्यवस्थित गरिएको छ त्यो ऐनमा, त्यो पनि उल्लङ्घन भएको छ। पनि एउटा के भने लोकतान्त्रिक राज्यले सबै प्रकारका सञ्चार माध्यमलाई समान व्यवहार गर्नुपर्ने हो, विभेदको नीति राज्यले लिन पाउँदैन। त्यसले गर्दा संवैधानिक र कानुनी चाहिँ तपाईँको प्रावधानको विपरीत सरकार गएको हुनाले यसको चाहिँ के अरे विरोधमा पत्रकार महासंघले देशभरि कार्यक्रम गरेको छ र आशा छ कानुन मिच्ने संविधान मिच्ने बाटोबाट सरकार तत्काल फिर्ता हुनेछ र सञ्चार माध्यमहरूलाई प्रतिस्पर्धात्मक ढङ्गले अगाडि बढ्ने एउटा बाटो बनाउने सन्दर्भमा यो सरकार सही ठाउँमा फर्केर आउनेछ भन्ने हाम्रो विश्वास छ।